सम्पूर्णमा नमस्कार। म यहाँहरूलाई आज जापानिज भाषाको मिनानो डिहोङ्गो लेसनको वर्ड मिनिङ लिएर आएको छु। ध्यान दिएर म सँगसँगै पढ्नुहोला। 1 नम्बरमा रहेको छ ओहायो गोजाइमास। ओहायो गोजाइमास भनेको चाहिँ गुड मर्निङ, शुभ प्रभात भन्ने बुझिन्छ। त्यसपछि 2 नम्बरमा रहेको छ कोनिचिवा। कोनिचिवा भनेको चाहिँ नमस्कार। त्यसै गरी 3 नम्बरमा रहेको छ कोनबानुवा। कोनबानुवा भनेको चाहिँ शुभ सन्ध्या, गुड इभिनिङ भन्ने बुझिन्छ। कोनबानुवा भनेको चाहिँ शुभ सन्ध्या, गुड इभिनिङ भन्ने बुझिन्छ। त्यसै गरी हाम्रो रहेको छ 4 नम्बरमा वातासी। वातासी भनेको चाहिँ म भन्ने बुझिन्छ। त्यसै गरी वातासी ताची भनेको चाहिँ हामी भन्ने बुझिन्छ। हामी, उही भन्ने बुझिन्छ। त्यसपछि आनातावा 6 नम्बरमा आनातावा छ। आनाता भनेको तपाईँ हो। अनि 7 नम्बरमा मिनासान छ। मिनासान भनेको चाहिँ सबैजना, एभ्रिवान। मिनासान भनेको चाहिँ सबैजना, एभ्रिवान भन्ने बुझिन्छ। त्यसै गरी हाम्रो 7 नम्बरमा छ इसिया। इसिया भनेको चाहिँ डक्टर। डक्टरलाई हामी इसिया भन्छौँ। 8 नम्बरमा रहेको छ इन्जिनिया। इन्जिनिया भनेको चाहिँ इन्जिनियर। 9 नम्बरमा रहेको छ गिन्कोविन। गिन्कोविन भनेको चाहिँ बैंक कर्मचारी। 10 नम्बरमा रहेको छ केन्क्युसा। केन्क्युसा भनेको चाहिँ अनुसन्धानकर्ता। त्यसै गरी 11 नम्बरमा रहेको छ निहोन्जिन। निहोन्जिन भनेको चाहिँ जापानी व्यक्ति। त्यसै गरी 12 नम्बरमा रहेको छ अमेरिकाजिन। अमेरिकाजिन भनेको चाहिँ अमेरिकन नागरिक। त्यसै गरी रहेको छ 13मा रहेको छ इन्दोजिन। इन्दोजिन भनेको भारतीय व्यक्ति। त्यसै गरी रहेको छ 14मा नेपारुजिन। नेपारुजिन भनेको नेपाली व्यक्ति। त्यसै गरी हाम्रो 15 नम्बरमा रहेको छ खाइस्या। खाइस्या भनेको चाहिँ कम्पनी। त्यसै गरी हाम्रो रहेको छ 16मा गिन्को रहेको छ। गिन्को भनेको चाहिँ ब्याङ्क भन्ने बुझिन्छ। त्यसै गरी हाम्रो 17 नम्बरमा छ दाइगाक्कु। दाइगाक्कु भनेको चाहिँ युनिभर्सिटी। त्यसै गरी हाम्रो 18 नम्बरमा रहेको छ बेविन। बेविन भनेको चाहिँ हस्पिटल। त्यसै गरी हाम्रो 19 नम्बरमा रहेको छ नान्साई। नान्साई भनेको चाहिँ कति वर्षको, हाउ ओल्ड आर यु भने जस्तो। त्यसपछि 20 नम्बरमा रहेको छ साई। साई भनेको चाहिँ वर्ष, यति वर्ष उति वर्ष भन्दाखेरि साई भन्ने बुझिन्छ। 21 नम्बरमा रहेको छ हाई। हाई भनेको चाहिँ यस, हो भन्ने बुझिन्छ। त्यसै गरी 22 नम्बरमा रहेको छ इए। इए भनेको चाहिँ होइन। त्यसै गरी हाम्रो रहेको छ 23 नम्बरमा रहेको छ ओनामाएवा। ओनामाएवा भनेको चाहिँ तपाईँको नाम के हो भनेको हो। त्यसपछि रहेको छ 24 नम्बरमा नान्देस्का। नान्देस्का भनेको चाहिँ नेपालीमा के हो भन्ने अर्थ लाग्छ। केही कुरा नबुझेर सोध्नु पर्दाखेरि नान्देस्काको प्रयोग हुन्छ। त्यसै गरी 25 नम्बरमा छ सौदेश। सौदेश भनेको चाहिँ हो, त्यो सही हो। त्यसपछि अर्को रहेको छ सौनान्देस्का ए हो र। हजुरहरूलाई यो भिडियो हेरिदिनु भएकोमा धन्यवाद छ। अब भोलि चाहिँ हामी मिनानो डिहोङ्गो लेसन 2 को वर्ड मिनिङ लिएर आउनेछौँ। हस्त, धन्यवाद।